हेलो गाइज नमस्ते। म गणेश परियार। एउटा सहरको नाइट भ्यू हेर्दाखेरि चाहिँ यता अहिले लाइटिङ गरेर चाहिँ र एकदम रमाइलोसँग दृश्य देख्न सकिन्छ। तर दिउँसोको अवस्था चाहिँ यो छ होइन। यो रोडको ल्याम्पहरू छ नि, यसको बिचमा चाहिँ तारहरू बेरेको छ क्या। त्यसले गर्दाखेरि चाहिँ एकदम सुन्दर देखिन्छ। तपाईहरु पनि टिकापुर भिजिट गर्न चाहनुहुन्छ भने आउनुहोस् हैन। टिकापुरमा एकदमै राम्रो अहिले चाहिँ म्यानेजमेन्ट भइरहेको छ। अहिले विकसित भइरहेछ, म्यानेजमेन्ट राम्रो छ। यही हो बीचमा तारहरू लगाएको छ हैन। यो चाहिँ यो पार्क रोड जाने भन्दा नि यो हुन्छ नि पानीट्याङ्कीतिरको बाटो हो। यहाँ पार्कमा पनि जान्छ हैन। 2 बजेसम्म चाहिँ भिड हुन्छ हैन। त्यो भन्दा पछि चाहिँ यो चाहिँ हो रातिको भाइरल देख्ने ठाउँ हैन। यो हिजो रातिको भाइरल रोड हो हैन। डेमा चाहिँ यो भाइरल रोड यस्तो देखिन्छ हैन। नाइट भ्यू पनि म तपाईहरुलाई एकैछिनपछि देखाउँछु हैन। यो चाहिँ खडक चौक हो हैन। यहाँ लाइट लगाएर चाहिँ एकदम राम्रो देखिन्छ। राति यहाँ मान्छे एकदमै धेरै हुन्छन् हैन। हेलो नमस्ते, दिस इज टिकापुर। तपाईहरुले टिकापुरमा वार्म वेलकम छ। तपाई भिजिट गर्न सक्नुहुन्छ। यतिखेर चाहिँ यो चाहिँ त्यो लाइनदेखि हाइवे लाइन हो हैन। 4 लेनको सडक छ। 1 2 3 4 चारवटा लेन छ हैन। चार चाहिँ यहाँ भिड हुन्छ हैन। 11-12 बजे 1 बजे 2 बजेसम्म चाहिँ भिड हुन्छ हैन यता। अनि यतापट्टिको लाइन भनेको चाहिँ यो हस्पिटल लाइन हो हैन। यहाँ टिकापुर हस्पिटल छ। यो प्रहरी पुल गुलमहरको पुल खुलिरहेको छ हैन। यो नेपालको झन्डा यो यहाँबाट यताको भ्यू हैन। हिजो राति हामी यहाँनिर आएर फोटो खिचेको छु। सो धेरै मान्छेहरू हुन्छ। 8-9 बजेतिर तपाईहरु 8 बजेतिर आउँदा चाहिँ ठिक हुन्छ। यो गुलमहरको पुल हैन खुलिरहेको छ। सो तपाईहरु हेर्न सक्नुहुन्छ। अब ट्राफिक चाहिँ धेरै हुन्छ हैन। राति 7 बजे करिब 7 बजेको आसपासमा ट्राफिक धेरै हुन्छ। यहाँनिरको भाइरल भनेको अनि चाहिँ यसलाई मेन अहिलेको लक्ष्य भनेको चाहिँ गुलाब सिटी बनाउने छ क्या। अनि चाहिँ यो गुलाब सिटी बनाउने